नमस्कार, म राजेन्द्र थापा, आरती दुग्ध सहकारी संस्थाको चाहिँ सचिव। हाम्रो यो आरती दुग्ध सहकारी संस्था चाहिँ सुरु गर्दाखेरि हाम्रो यो संस्थामा चाहिँ 20 लिटर दुध थियो। सुरु स्टार्टिङ फेसमा 20 लिटर दुधबाट सुरु गरिएको र यसमा चाहिँ अब हामीले 20 लिटर दुध यहीँबाट बोकेर गाग्रीमा बोकेर लग्थ्यौं। अब त्यो भन्दा पछाडि अब यो हामीले चाहिँ समृद्धि परियोजना आयोगसँग चाहिँ हामी कनेक्ट भएर काम गर्दै गर्दाखेरि त्यो हामीले दुईटा फेसमा काम गरेको थियो समृद्धिको। एउटा चाहिँ विन्डोज 1 अन्तर्गत हामीले गोठ सुधार, उन्नत जातको घाँस खेती, नास्ला सुधार, च्याप कटर, प्राविधिक सहयोग लगायतका थुप्रै कार्यहरू भयो भने अनलकिङ तर्फबाट हामीले चिलिम भ्याट जेनेरेटर चाहिँ हामीले 9 लाख बराबरको चाहिँ कार्यक्रम थियो भने हाम्रो विन्डोज 1 तर्फको चाहिँ 17,06,000 अनुदान प्राप्त भएको थियो। त्यो सँगसँगै प्राविधिक तालिम पनि हामीले सिकेका छौँ हामी प्रत्येक किसानहरूले। अब पहिले हेर्नुस् न, मैले पनि एउटा सानो गाई पालेको थिएँ। अब यो समृद्धि आइकन नै यो गोठहरू निर्माण, यस्तो गोठ हाम्रो 27 वटा निर्माण भएका छन्। पहिले हाम्रो दुध 6-7 लिटर बेच्थ्यौँ। अहिले चाहिँ अब हाम्रो अलि उन्नत जातका गाई पनि गोठ सुधार भइसकेपछि अहिले 25-30 लिटर दुध भएको छ। समृद्धि आइकन चाहिँ अहिले हाम्रो यो संस्थामा चाहिँ दुध पनि बढेको छ। हिसाब किताबदेखि लिएर हरेक कुराको पहिलेको भन्दा फरक तरिकाको भएको छ। म चाहिँ वैदेशिक रोजगारमा गएर आएको पनि म 6 वर्ष जस्तो बसेँ वैदेशिक रोजगार। अब यही गाई पालेर बसौँ भन्ने सोच छ। अब म चाहिँ आरती यो संस्थाको चाहिँ व्यवस्थापक हो हैन। यो समृद्धि चाहिँ आयोजना चाहिँ यहाँ आइसकेपछि अब विभिन्न शीर्षकमा भनौँ, यो घाँस खेती, च्याप कटर, अब यो दुध बढाउने सम्बन्धमा चाहिँ कार्यक्रम आयोजना है। यस अन्तर्गत चाहिँ घाँस खेती गर्ने भनेर चाहिँ सबैले तितिन रोपनीमा गर्ने भन्ने कुरा थियो। अब तितिन रोपनी होइन, अब भ्याएसम्म अब 5-10 रोपनीमा नि लगाइयो, कोहीले अब 2-3 रोपनीमा लगाए, कोहीले अब थोरै घाँस पनि लगाए। समृद्धिबाट चाहिँ अब घाँस खेतीमा चाहिँ अब पैसा आउँछ भनेपछि सबैले घाँस लाग्यो, अनुगमन पहिले पनि रोपेको पनि हेऱ्यो। एकै वर्षमा यति हुने रहेछ। अब यो अन्त जाने, अब जङ्गलमा कुद्ने, घाँस बेसाउने समस्या चाहिँ हट्यो। अब पहिले चाहिँ अब घाँस बेसाइन्थ्यो, जङ्गल कहाँ गएर घाँस ल्याइन्थ्यो। अहिले यही घाँस चाहिँ अब 5-वटा 6वटा गाईले खाएर सक्दैनन्, अब खाइसकेकै छैन। हाम्रो दुध पहिला त धेरै फाट्थ्यो, अहिले केही फाट्दैन दुध। हामी त्यसमा पनि अब ढुक्क भएको छौँ। च्याप कटर दिएपछि हामी घाँस 3-4 भारी काट्नु पर्थ्यो भने अहिले 2 भारी काट्दाखेरि 3-4 गाई वस्तुलाई राम्रोसँग पुगेको छ। 3-4 वर्ष विदेश त बसियो, अबको दिनमा विदेश नगइकन यहीँ अझ फर्म व्यवसायलाई चाहिँ एकदम राम्रोसँग चलाएर आफू एउटा गाउँको नमुना जस्तो बनेर एउटा बस्ने चाहना छ। तर म त के भन्छु भने अझ कोही पनि विदेश जानु हुँदैछ भने पनि यही नेपालमा केही गरौँ, यही व्यवसाय गरौँ। हाम्रो हातमुख जोड्ने भनेको एउटा दुग्ध व्यवसाय छ, यो हाम्रो माथिल्लो भेगको लागि। अझ त्यसलाई चाहिँ राम्रोसँग बनाउँ भन्छु।